यसलाई ढ्याङ्ग्रे सल्ला अथवा लोत सल्ला भन्ने गरिन्छ हैन। यसले अब यहाँदेखि फुल हाल्ने बेला हुन लागेको रहेछ। मलाई यो टाढादेखि चाहिँ जडीबुटी हुन्छ भनेर पठाइदिनु भएको, उहाँलाई विशेष धन्यवाद। नाम चाहिँ ल्याएन मैले। अनि यो विशेष गरेर स्तन क्यान्सर, पाथेघरको क्यान्सर अनि फोक्सोको क्यान्सरमा चाहिँ यो युज गरिन्छ। बोन क्यान्सर, ब्रेन क्यान्सर, ब्लड क्यान्सरमा चाहिँ प्राय यो युज गरिँदैन। सबै क्यान्सरको लागि यो ठिक होइन। विशेष गरेर स्तन क्यान्सर, पाथेघरको क्यान्सर, फोक्सोको क्यान्सर हुँदाखेरि यो प्रयोग गरिन्छ। यसमा ताक्जोल नामक तत्त्व हुने भएको हुनाले यसले चाहिँ क्यान्सरलाई पूर्ण रूपमा निको गर्दछ। यसको विशेष गरेर यसको यो बोक्रा प्रयोग गरिन्छ अनि यसको पात प्रयोग गरिन्छ। सुकाएर धुलो बनाएर होस् या यसलाई प्युरिफाई गरेर प्रयोग गर्ने गरिन्छ। विशेष गरेर हाम्रो गाउँघरमा जडीबुटी यसलाई चाहिँ यसको पात, यसको डाँठ अथवा बोक्रा सुकाएर अनि चाहिँ झन्डै 1 ग्राम, थोरै 1 चिम्टी मात्रै भिजाएर खाने चलन छ। तपाईहरुले पनि यसलाई प्रयोग गर्दै हुनुहुन्छ भने धेरै प्रयोग नगर्नु होला, घातक पनि हुन सक्छ। यसलाई विशेष गरेर 1 देखि 2 ग्राम थोरै चिम्टाको 1 चिम्टी भनिन्छ नि, हामीले थोरै प्रयोग गर्नु होला पानीमा भिजाएर अनि चाहिँ सेवन गर्ने गर्नु होला। अनि तपाईहरुले को एरियामा यो प्रशस्त छ भने कृपया कमेन्ट पनि गर्नु होला। तपाईहरुले सेवन गरिराख्नु भएको छ भने पनि कमेन्ट गर्नु होला। यो विशेष गरेर यसबाट क्यान्सरको लागि जडीबुटी हुने भएको हुनाले यसलाई विदेशतिर पनि चोरी निकासी गरेर पैठारी गर्ने चाहिँ चलन थुप्रै रहेको जानकारी गराउन चाहन्छु। यो सायद लोप उन्मुखमा पनि पर्न सक्छ। त्यो भएर यसलाई सकभर हामीले बचाएर प्रयोग गर्नुपर्ने हुन्छ। भावी पुस्तालाई पनि छोडिदिनु पर्ने हुन्छ। सबै हामीले मात्रै सक्ने भन्ने चाहिँ गर्नु हुँदैन। यो विशेष खालको यो लोत सल्ला अथवा ढ्याङ्ग्रे सल्ला यो विशेष खालको हो। यो तपाईहरुले देख्नु भएको छ भने नदेखे चाहिँ नगर्नु होला, सुरक्षित राख्नु होला। त्यसपछि यसलाई प्रयोग जथाभावी प्रयोग पनि नगर्नु होला, घातक पनि हुन सक्छ भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। तपाईहरुले प्रयोग गर्नु भएको छ भने कृपया कमेन्टमा छोड्नु होला। तपाईकोतिर यस सल्लाहलाई के सल्लाह भन्छ, तपाईकोतिर कति पाइन्छ त्यो चाहिँ कमेन्टमा छोड्नु होला। म फेरि पनि यो सम्बन्धी जानकारी यसलाई सुकाएर धुलो बनाएर अनि खाँदै गफ गर्दै गर्ने गरी आउनेछु। हस्त नमस्कार।